सम्पूर्णलाई स्वागत छ। फेरि पनि मेरो एउटा नयाँ भिडियोमा देखिसक्नुभयो। म गुवाहाटी आएको छु र बहिनीलाई एक्जाममा छोडेर आएर रेस्ट गर्छु भनेको बडाले भन्नुभयो कामाख्यातिर जाउँ, हामीहरूको पनि एनिभर्सरी हो अनि तँलाई पनि म दर्शन गराएर ल्याउँछु भन्नुभयो। बडा र बडीको एनिभर्सरी 21st एनिभर्सरी थियो, तर बडी हुनुहुन्न। बडी चाहिँ कोटा जानुभएको छ भाइलाई लिएर, अनि बडा घरमा एक्लै हुनुहुन्छ। सानो भाइ पनि स्कुल गएको थियो अनि बडा र मै जाने भनेर सोच्यौँ। अब बडासँग जान जुरेको रहेछ, त्यही लागि जहिले बडा गुवाहाटी छोडेको कामाख्या आउन जुरेकै थिएन। यहाँ हेर्न कति राम्रो वेदर भएको, सिमसिम पानी, अनि यसरी बाउछोरी गफ गर्दै कति राम्रो लागिरहेको थियो। बडासँग यसरी टाइम स्पेन्ड गरेर धेरै नै राम्रो लाग्यो। धेरै ज्ञानको कुराहरू सिकाउनु भयो। अनि यहाँ एन्ट्री गेट पनि आइसकेको छ। यो कामाख्याको गेटबाट एन्ट्री गर्ने बित्तिकै यस्तो लाग्छ कि भगवानलाई भेट्न जाँदैछौँ जस्तो, एकदमै पिसफुल भाइब आउँछ। त्यसपछि त्यहाँ गएर हामीले प्रसादीहरू ल्याउँ, के चढाउने जिनिसहरू किन्यौँ। अब घरमा कामाख्या गएर आएपछि त प्रसाद त सबैको लागि ल्याइदिनै पर्यो। अनि त्यहाँपछि हामी यहाँ एन्ट्री हुँदाखेरि चाहिँ पानी अलिकति परेको थिएन, तर एन्ट्री हुने बित्तिकै सिम पर्न थाल्यो। हामीले राम्ररी दर्शनहरू गऱ्यौँ, त्यसको पछाडि त दर्कने पानी नै पर्यो। अब देख्न पाउनुहुन्छ मेरो भिडियोमा। यहाँ हामी पुग्यौँ। दियो बाती धुपहरू जे हामीले सल्काउन ल्याएका थियौँ त्यो सबै हामीले यहाँ जलाइदियौँ, अनि भगवानको नाम लियौँ, सबै आफन्तहरूको लागि प्रे गऱ्यौँ र आउने दिनमा सबैको एकदम राम्रो होस् भन्दै यहाँ बडाले पनि पूजा गर्नुहुँदै थियो, मैले पनि गर्दै थिएँ। हामी अहिलेसम्म त यति पानी परिसकेको थिएन, आरामले नै दर्शन गरियो। तर भित्र जुन मेन माताको दरबारमा चाहिँ पुग्न पाइएन, तर जहाँ भगवान हुनुहुन्छ, अब मन्दिर बनाइएको सबै जग्गै भगवान हुनुहुन्छ होइन र, अनि भित्र जान नपाए पनि मन शुद्ध हुनुपर्छ, भगवान त जाइ नै हुनुहुन्छ। एउटा ढुङ्गालाई पनि हामीले मजाले पूजा गऱ्यौँ भने त्यही पनि भगवान बसिदिनुहुन्छ, त्यस्तो माना जान्छ हाम्रो हिन्दू परम्परामा चाहिँ। मैले चाहिँ अहिलेसम्म त्यही नै सिकेको छु। र भित्र जान नपाए पनि बाहिर हामीले सबैतिर दर्शन गऱ्यौँ। अनि त्यसपछि यहाँ अब हामी हिँड्दै अगाडिको तर्फ लाग्दै थियौँ, पानी एक्कासी बढ्यो। त्यही पनि अब भिज्दै ओर्दै आइसकेपछि फोटो भिडियो चाहिँ बनाउनै पर्यो। बडाले चाहिँ मलाई जहाँ पनि राम्रो स्पट देख्नुहुँदै थियो, यहाँ फोटो खिच, यहाँ भिडियो बना भन्नुहुँदै थियो। एकदमै सपोर्टिभ हुनुहुन्छ। अब म भिडियो गरिरहेको छु, ब्लग हेरिराख्नुहुन्छ, त्यही लागि भन्नुहुँदै थियो यहाँको ब्लग चाहिँ राम्ररी बनानी भनेर। अनि मैले यहाँको ब्लग पनि यसरी त्यही लागि बनाउन पाएँ, नभए त अब अप्ठ्यारै हुन्थ्यो होइन। बडाले आफै नै मोबाइल पक्रेर मेरो फोटो भिडियो गरिदिनु हुँदै थियो। एकदमै सपोर्टिभ हुन्छ हाम्रो बडा चाहिँ। त्यसपछि अब हामी यहाँ गयौँ। यहाँ गएर यसरी आफ्नो अन्जुलीमा पानी भरेर पितृको नाम सम्झेर, आफ्नो जुन जतिजना खानदानमा बित्नु भएको छ हजुरबा हजुरआमाहरू, उहाँहरूको नाम सम्झेर यहाँ यसरी पानी चढाउनुपर्छ अरे। उहाँहरू एकदमै शान्ति महसुस हुन्छ अरे उहाँहरूलाई भनेर बडाले सिकाउनु भयो। मैले पनि त्यही गरेँ। अनि यहाँ हेर्नु न पानी कति मजाले परिरहेको थियो। हामीसँग चाहिँ छाता पनि थिएन, मैले कुदेर गएर छाता लिएर आएँ, अब भिज्नु त भएन। त्यसपछि अब हामीले दर्शन गऱ्यौँ। अनि यहाँ राधे राधे भन्दैछु हामी तपाईँहरूलाई सबैलाई यो भिडियो मार्फत। अनि हामी निस्कि पनि सक्यौँ। हजुरहरूले पनि मेरो भिडियो मार्फत माताको दर्शन गर्नुभयो होला, र कतिजना कामाख्या आइपुग्नु भएको छैन, कृपया गरेर आउनु होला। एकदमै राम्रो लाग्नेछ, हजुरको मनहरू शुद्ध हुनेछ। त्यसपछि दर्शन गरेर हामी निस्किसक्यौँ। निस्किसकेर बडाले मलाई देखाउनु दियो यो नयाँ ब्रिज बनिएको, यो चाहिँ नर्थ गुवाहाटी कनेक्टेड हुन्छ, जुन चाहिँ हाम्रो शान्तिपुर अलिकति अगाडि भरुलुबाट कनेक्टेड छ। अनि त्यही सब म त यही एरियामा बसेको, भरुलु शान्तिपुर। र यो नयाँ ब्रिज बनेपछि चाहिँ म यो ब्रिजतर्फ आएको थिइनँ, त्यही लागि एकछिन गाडी रोकेर हामीले यो ब्रिजको अनुभव लियौँ, एक दुईवटा फोटो भिडियो बनायौँ। त्यसपछि घरमा गएको त ठिक्क निकिताको पनि एक्जाम सकेर आइछे। उसलाई मैले एक्लै नै आउनु भनेको थियो, मैले उसलाई लोकेसनहरू भनिदिइसकेको थिएँ। ऊ आएर एकछिन हामी रेस्ट गरेर, हाम्रो 3 बजीको ट्रेन थियो, सबैलाई बाई भनेर हामी त्यो ट्रेनतर्फ लाग्यौँ। अनि अहिले चाहिँ हेर्नु न कति सुविधा बनाइदिएको, पल्टन बजारको त्यो मेन रोडबाट कनेक्टेड एउटा ब्रिज बनाइदिएको छ। त्यहाँबाट डाइरेक्ट हामी उतापट्टि स्टेसनमा झरिन्छ। त्यति हुन गर्दा अलिकति गाडी साडीबाट पनि ट्राफिकहरूबाट पनि बाँचिन्छ। अब जसलाई अलिकति बाटो क्रस गर्न साह्रो पर्छ उहाँहरूको लागि चाहिँ एकदमै सुविधा। त्यसपछि हामी पुगेको त ठिक्क हाम्रो सिफुङ ट्रेन पनि आइसकेको रहेछ। अनि सिफुङबाट नाम्ने पेसेन्जरहरू उत्रिनु हुँदै रहेछ, त्यही लागि एकदमै भिडभिडन्त थियो। त्यसकै मैले अलिकति भिडियो बनाएँ। अनि सिफुङमा चाहिँ मैले चाहिँ जस्तो अनुभव पाएँ, अब चाहिँ म जिन्दगीमा पनि चढ्दिनँ। यस्तो ढिलो चलाउने 7 घन्टामा हामीलाई कोक्राझार ल्याइदियो। तर पनि केही छैन, अब ट्रेन उदि त त्यस्तै नै हो नि, भनेको बेलामा आउन पाइँदैन, तर पनि सुविधाले सुत्दै बस्दै एकदमै खेल्दै आउन पायौँ। अनि यो चाहिँ अब हाम्रो ब्रह्मपुत्र ब्रिज सबैलाई थाहै नै छ, त्यसको पनि हजुरहरूलाई म अलिकति नजारा देखाउँदै थिएँ। त्यसपछि अब यहाँ हामी एकदमै खुट्टा फर्काएर एकदमै सुतेर आयौँ, राम्रै नै लाग्यो। त्यसपछि निकिताको पनि अलिकति तबियत ठिक थिएन, अब पानीमा भिजेको थियो, अलिकति सर्दी जुकाम भइरहेको थियो, ऊ एकछिन सुती। अनि हेर्नु न पानी परेपछि चाहिँ हाम्रो आसाम धेरै नै हरियाली हुन्छ, त्यो देखेर चाहिँ मलाई एकदमै राम्रो लाग्छ। बानपानी भएन भने त आसाम त एकदमै राम्रो छ नि होइन र। त्यसपछि अब हामी आइ पनि पुग्यौँ है।